हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप कि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम धेरै नै सन्चै छु भन्दै आजको भिडियो स्टार्ट गरौँ है त। सो सुरुमा चाहिँ आज मेरो यो साथीको ह्याप्पी बर्थडे हो, त्यही भएर सबैजनालाई ह्याप्पी बर्थडे भन्दै कमेन्ट गर्नु होला। अनि म चाहिँ यो साथीलाई प्राङ्क गर्न जाँदैछु। प्राङ्क चाहिँ के कस्तो हुन्छ तपाईँहरूले थम्बनेल हेर्दै थाहा पाइसक्नु भयो होला। केही दिन नसक्यो नि म चाहिँ एउटा सानो गिफ्ट दिन चाहन्छु। त्यो गिफ्ट पार्टी प्राङ्क हुनेछ, त्यस्तो केही हुनेवाला छैन। त्योसँग टाइम धेरै कम भएको हुनाले अहिले चाहिँ लगभग 11:30 भइसक्यो। हाम्रो क्लास चाहिँ 3 बजीदेखि सुरु छ, 2 बजी चाहिँ हामी यहाँबाट निस्किन्छौँ। त्यही अब मसँग टाइम धेरै छैन, अब म पसल जानुपर्ने हुन्छ, गिफ्ट सिफ्ट प्याक गर्नुपर्ने हुन्छ। सो त्यही भएर भिडियोलाई ढिला नगर स्टार्ट गरौँ है त। सो सुरुमा जाऊँ हामी पसल, त्यो पनि कहाँ? फार्मेसी। तू समझा? हाँ। नहीं तू समझा नहीं। दिदी रहेछ क्या फेरि, मलाई चाहिँ लाज लागिरहेको थियो के भन्नु र। के छ दिदी, कन्डम दिनु न। समझ रहे हो? समझ रहे हो? कति हो? हजुर हजुर 80 भन्नुभयो। कति रुपियाँ चाहियो? कति रुपियाँ के खानलाई? लौ आएको 10 रुपियाँ फिर्ता आइसक्यो। त्यो सो तल लाज गरे टक्क म चाहिँ रुममा आइसकेको छु गाइजहरू होइन। सो मैले चाहिँ यो लिएर आएको छु। सो यसलाई चाहिँ सुरुमा प्याक गर्नुपर्ने हुन्छ। मैले चाहिँ यो ल्याएको छु, अनि यो, अनि त्यसपछि यो आइफोन भित्र फेरि यो हुन्छ, अनि यो माथि फेरि यो डब्बा हुन्छ। सो हेरौँ कस्तो हुन्छ। सुरुमा त्यसलाई प्याक गरौँ। यो चाहिँ यस्तो भइसक्यो, खाएन कस्तो भयो। अब चाहिँ हाम्रो आइफोनवाला डब्बामा हाल्नुपर्ने हुन्छ। आइफोन हेर्नु होला तपाईँहरू, बाइक छोडिदेऊ, एप्पलको लोगो हो। एयरबड्स गयो यो चाहिँ सुरुमा। हेलो पेनले ह्याप्पी बर्थडे नि लेखे आऊ मुन्नीको चाहिँ नहेर। अब चाहिँ यसलाई प्याक गरौँ। गाइज मैले चाहिँ यहाँनिर राखेको छु टेप चाहिँ होइन, मैले चाहिँ यहाँनिर टेप राखेको छु। मेरो यो वाला पनि प्याक भइसकेको छ, तर यसको प्याकिङ चाहिँ यस्तो रहेको छ। तर केही छैन, ठिकै छ। अब जाऊँ यसमा प्याक गर्न। अब यो लास्ट रहेको छ, अनि त्यति गरी सकिन्छ। त्यसपछि चाहिँ जानुपर्ने हुन्छ मनी क्लासतिर, अनि त्यही भेटिन्छ, त्यही दिनुपर्छ त्यसलाई चाहिँ मेरो गिफ्ट। मेरो चाहिँ यहाँ सेप बिग्रेको कारणले मैले चाहिँ अब यसलाई पुरै टेपले बाँधिदिनु लाग्छु। अब बिग्रेपछि यस्तै आयो। फाइनली मेरो गिफ्ट चाहिँ रेडी भएको छ। नेगेटिभ कमेन्ट चाहिँ नगर्नु होला तपाईँहरू। प्याक गरेर सकिसकेको छ। अब यसलाई चाहिँ झोलामा हालेर म चाहिँ जानुपर्ने हुन्छ, किनकि अब एकछिनपछि मेरो क्लास सुरु हुन्छ। त्यो नि त्यही आउँछ होला सिधै क्लासमा। अब हामी त्यही भेट्नेछौँ। त्यही हो, हेर्दै गर्नु होला भिडियोलाई, इन्जोय गर्नु होला। तपाईँहरू नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्नु होला भन्दै लागौँ अब गिफ्ट दिनलाई।
सो गाइज मैले चाहिँ यहाँ सामान रेडी गरेर ल्याइसकेको छु सो जस्ट अहिले चाहिँ म साथीलाई पर्खिँदैछु अनि सो त्यो आउनै बाँकी छ त्यही हो त्यसको रियाक्सन कस्तो हुन्छ हेरौँ है त सो मैले चाहिँ यस्तो दिन गइरहेको छु अनबक्सिङ त अहिले गर्दैन किनकि टाइम छैन त्यही हो अब क्लास जानुपर्ने हुन्छ त्यो आउने बाटो कुरिरहेको छ है त्यो आउने बाटो चाहिँ यही हो चाहिँ देखिरहेको छ है यहाँबाट आइरह आनन्दले हेर्न सक्नुहुनेछ क्यामेराम्यान जल्दी फोकस करो ह्याप्पी बर्थडे साथी आउन कस्तो हो र भिडियोमा आउन जाएको ह्याप्पी बर्थडे ओके आउन यहाँ ह्याप्पी बर्थडे टु यु साथी थ्याङ्क यू तपाईँले ह्याप्पी बर्थडे भनेर कमेन्ट गर्नेको लागि के भन्न चाहनुहुन्छ सबलाई थ्याङ्क यू अब के भन्नु त त्यो साथी चाहिँ नचाहिरहेको छ है जस्तो त्यही हो त्यही हो गाइज मैले चाहिँ गिफ्ट दिइसकेको छु हेर्नु होला तपाईँहरूले उसको युट्युब च्यानल पनि युट्युब च्यानलको नाम भन्दै त ह्यासट्याग सुदीप मगर ह्यासट्याग सुदीप मगरमा अनबक्सिङको भिडियो आउँछ कस्तो लाग्छ गिफ्ट समझ रहे हो तपाईँहरूले खतरै रमाइलो गर्नु होला त्यही हो थ्याङ्क यू गाइज गाइज हामीले चाहिँ होइन लस्सीहरू बनाइसक्यो टक्क लाएर अब खाने मात्र बाँकी छ ठाडो घाँटी हालेर त्यही हो ल हाम्रो सर म्यामहरू चाहिँ यता ट्राई गर्दै हुइसिन्छ हेलो गाइज त्यही हाम्रो दिदी इन्स्टाग्राम पोस्ट यो लस्सीको नाम चाहिँ प्लेन लस्सी हो अनि यो लस्सीको नाम चाहिँ स्विट लस्सी हो देख्दा एउटै देखे पनि है अनि यो चाहिँ मिक्स फ्रुट हो मिक्स फ्रुटवाला लस्सी हो अनि यो चाहिँ बनाना लस्सी हो देखि चाहिँ एउटै देखेको छ होइन गाइजहरू तर छुट्टै छुट्टै स्वाद गाइस हाम्रो चटपटे खाना आइसकेको छौँ आज बर्थडे पार्टी त खानु पर्यो हाम्रो साथीको हाम्रो साथी चाहिँ यता हाम्रो बर्थडे पार्टी गर्न लागेको छौँ तपाईँहरू पनि आउन सक्नुहुनेछ त्यही हो अब चाहिँ हामी क्लास सकेर तपाईँहरू पनि आउनुहोस् चुलो निम्तो है भोलि आइपुग्यो भने त खुलित्तै त्यही गाइस तपाईँहरू पनि आउनु पर्यो अझै त्यही हो हामी अनि के अरे सातो बाटोको ट्याक्कै सातो बाटोको लोकेसन भिडियो हालिदिन्छौँ है त्यही आइपुग्नु पर्यो है चट्टा लाएर छिटो छिटो सातो बाटो चोक यहीँनिर यही हो सातो बाटो चोकको अगाडि ठ्याक्कै त्यही हो अनि त्यही हो हामी चाहिँ अब बर्थडेको खानेकुराहरू खाँदैछौँ त्यही हो ह्याप्पी बर्थडे साथी एभ्रीबडी चाहिँ अब त्यही हो त्यही हो अब हामी चाहिँ अब खाएर हामी चाहिँ घर जानुपर्ने हुन्छ हामी चाहिँ क्लास सकेर आएको छु 22टामा आज चाहिँ हामीले लस्सी बनाएर आएको त्यही हो खाएर चाहिँ हामी घर जानुपर्ने हुन्छ सो मैले चाहिँ हिजोको भ्लग क्लोज गर्न पाएको थिएन किनभने मेरो चाहिँ घाँटी एकदम दुखिरहेको थियो है अनि हामीले चाहिँ 6 प्लेट पानीपुरी खाएको थियो अनि त्यही हो मोबाइलको चार्ज पनि सकेको थियो अनि त्यही भएर मैले चाहिँ भिडियो क्लोज गर्न पाएको थिएन सो अहिले चाहिँ क्लोज गर्न लागेको सो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई मन परेमा लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु होला भन्दै फेरि नयाँ भ्लग लिएर उपस्थित हुने नै छु आजको लागि भ्लग यति नै छ थ्याङ्क यू फर वाचिङ बाई बाई